लो नेपाली फुटबल फ्यान्स आज भएको एपिएफ एफसी भर्सेस कराची सिटी एफसीको गेममा चाहिँ हाम्रो एपिएफ एफसीले 1-0ले जितेको छ गाइज। रश्मि कुमारी घिसिङले गरेको एक मात्र गोल निर्णायक गोल भएको थियो गाइज। रश्मि कुमारी घिसिङले एकदमै राम्रो हेडरबाट गोल गर्नुभएको थियो। रेणुका नगरकोटीको पासमा हेडर गरेर गोल गर्नुभएको थियो गाइज। र यो एक गोलले गरेर हाम्रो नेपाली टिम एपिएफ एफसी जित हासिल गरेको थियो गाइज। हेर्न सक्नुहुन्छ हाम्रो यो फुल भिडियो क्लिप देखाइरहेको छौँ तपाईँहरूलाई। के कस्तो लाग्छ गाइज तपाईँहरू कमेन्ट गर्नुहोस्। र कसले छुटाउनु भएको थियो यो गेम हेर्नलाई या हाइलाइट हेर्न सक्नुहुन्छ गाइज। र तपाईँहरूको आफ्नो प्रतिक्रिया दिन सक्नुहुन्छ। हाम्रो नेपाली प्लेयर राइजिङ स्टार प्लेयरहरू मिना देउबाहरूले एकदमै राम्रो खेलिराख्दाखेरि पनि आज धेरै गोल हुने चान्सहरू त थियो, तर पनि किप्परले एकदमै राम्रो बचाउ गरेर गेम 1-0ले जित्न पुगेको छ गाइज। एकदमै खुसी लागेको छ गाइज। हाम्रो नेपाली टिम अब फाइनल खेल्न सक्छ गाइज। टप अफ द टेबल गएको छ गाइज आज। र यस्तै गेम खेलिरहेको भने, योभन्दा अझै राम्रो खेलिरहेको भने हाम्रो इस्ट बङ्गाललाई पनि टक्कर दिन सक्छ जस्तो लागेको छ गाइज। एकदमै बलियो छ इस्ट बङ्गाल पनि टिम। र हाम्रो यो भिडियो हेर्न सक्नुहुन्छ गाइज। एकदमै राम्रो राम्रो चान्स पाएको थियो हाम्रो एपिएफ एफसीले भने गोल गर्न सकिरहेको थिएन र एक गोलले गरेर जितेको छ। हेर्न सक्नुहुन्छ गाइज। यो फाइनल पुगेको हेर्न को चाहनुहुन्छ हाम्रो नेपाली फुटबल फ्यान्सहरू कमेन्ट गर्नुहोस्। र यो मेरो नयाँ च्यानलमा को आउनु भएको छ गाइज, सब्सक्राइब गर्न सक्नुहुन्छ, सेयर गर्न सक्नुहुन्छ गाइज तपाईँहरू। र कस्तो लाग्यो यो गोल आजको तपाईँहरू कमेन्ट गर्न सक्नुहुन्छ गाइज। हेरेर इन्जोय गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ गाइज। एकदमै राम्रो राम्रो चान्सहरू पाएको थियो हाम्रो एपिएफ एफसीले भने, तर धेरै गोल निकाल्न सक्ने चान्स थियो, तर पनि एक गोल निकालेर भए पनि जितेको छ गाइज। हेर्न सक्नुहुन्छ तपाईँहरू। हेर्नुहोस् हाम्रो अन्जना राणा मगरले पनि आज एकदमै राम्रो बचाउ गर्नुभएको थियो गाइज। तपाईँहरूलाई कस्तो लाग्यो त हाम्रो नेपाली प्लेयरको आजको गेम।